Hi everyone. सबैजनालाई ह्यापी दसैँ। आज चाहिँ हाम्रो चाहिँ घरमा हैन दसैँ प्लस बिहे छ है। आज मेरो नानाको पनि बिहे छ। त्यही भएर हाम्रो चाहिँ अहिले चाहिँ दसैँ टिका लगाइसक्यौं। खाना खाइरहेको छ। अहिले पाहुनाहरु आइसकेको माला चाहिँ लगाइदिएको अब बेलामा चिनिन्छ अनि माला छ नि लगाइदिनु गोमाला छ भने लगाइदिनु होइन चारै जना लगाउन माला छुटी आएर पानी पानी भएन पानी कान्छोमा बढी भएको किन चाहिँ अब चाहिँ सुँगुरलाई फाल्ने त्यो चम्ची के बस्छ नाइले चम्चीहरु घुम्दै आउँदाखेरि बास पाउने ठाउँतिर चाहिँ नि आइएछ बास पाउने ठाउँतिर आइयो कहाँ पर्यो पहिले गर्नु पर्यो यो ठाउँबाट आएको हो भने चाहिँ आफ्नो चाहिँ बास बास चाहिँ बताउनु पर्यो केको लागि आउनु भो ठाउँ त थुम्का गाउँबाट भन्दा पनि भयो त्यहाँबाट भन्नु न दम्बर खोला चाहिँ नभन्नु भयो दम्बर खोला संस्कृति तपाईले जे बोल्दै हुन्छ नि यो संस्कृति अरूले बुझोस् भनेर आयो हामीले त्यो गर्न खोजेको आउँछ भने आउँदैन भने त्यो अघि नै मैले भने सिक्नु पनि छ यहाँ देखाउनु भन्दा पनि तपाईहरु सिक्नु किन छ आउनुभयो बाबाले प्रश्न गर्नुभयो हैन किन आउनुभयो पहिलो प्रश्न होइन आइयो आइएछ भन्नु झुकिएर हो नि फेरि बोल्नु अप्ठ्यारो भयो आइएछ आइयो आइयो आयौँ आइएछ भने तपाईहरु हिँड्नु भएको अनि चाहिँ बाटो हिँड्दा फुल चुड्दो रहेछ तपाईँहरूको चाहिँ छोरीचेली चाहिँ नि उहाँहरूले लानु भएछ तपाईँले सुन्ने गरी त भन्नु पऱ्यो नि त होइन त होइन उहाँहरूको के छ र त्यो बताइदिनु पर्यो नि त यहाँनिर त त्यो त वचन सम्बन्धी कुरा परेको छ नि त अनि अब भने अब उहाँहरू चाहिँ तपाईँहरूको चाहिँ नि गाउँको नाउँ भने पनि अथवा त्यहीको भए पनि तपाईँहरू चाहिँ के छ तपाईँहरूको गोत्रहरू चाहिँ के गोत्रबाट आउनुभयो त्यो गोत्र चाहिँ भन्नु न समेकहरू सामेक भन्नु न तपाईहरुको समेक अनि त्यो त हो कि तपाईँहरू के थरी राई त त्यो हुन्छ नि त सबै किरातिर लासा गोत्र होइन तपाईहरु चाम्ली भयो त थुलुङको पनि के थुलुङ हुन्छ त त्यसको पनि उ छ नि त छेन्दाचु हामी छेन्दाचु हो छेन्दाचु छेन्दामा छेन्दाचु चाहिँ हो अनि छोरीलाई चाहिँ के भन्छ त छेन्दाचु होइन एउटा मात्रै भयो नि त भालेपोथी भयो छेन्दाचु चाहिँ हो हाम्रो यसो छ ल छेन्दाचु त छोरालाई भन्यो होला छोरीलाई के भन्छ भन्ने कुरो त्यो त पाएमा छेमा पाएमा छेमा भन्छ कान्छी थोरै त एउटा कान्छी राजको बुढो भएर बस्न आले त अगाडि आएको पाछा चाहिँ के हो त्यही भनेको छेन्दाचु हो छेन्दाचु हो छेन्दाचु हो पुरुष जातिले के छ महिलाले के छ भने जस्तो उहाँहरू के भन्छ त्यही त छेन्दाचु भनेर भने नि त छेन्दामा आएर यो चाहिँ नि लाउने मान्छे हाम्रो पासमा छ यो लाएर हाम्रो बनाउँछौँ यो हाम्रो चाहिँ नि तपाईहरुलाई देखाएर चाहिँ यो नेसा सिंह भनेर चाहिँ नि यो एउटा
अनि जस चाहिँ नि यो किन चाहियो यो होइन यो यस्तै हो नि त यो यस्तै हो नि त अब कुरा बुझ्नु पर्यो नि त कहाँ अब त्यस्तो हुन्छ यो लगाउने त तपाईहरुको छोरी चाहिँ हाम्रो पासामा लगेका छौं यो लगाइदिन्छौं यो रातो होइन उता पर त्यो यो होइन पर पल्लो यो कान्छीको नाम के रे केटा केटा भएको क्या यो उत्तली भइरहेको छ यसको के नाम ल्याएको यो चाहिँ नि सबैले देख्दाखेरि चाहिँ नि हामीलाई चाहिँ नि हाम्रो पासमा चाहिँ नि भएको चाहिँ नि देखोस् भनेर चाहिँ नि एउटा चाहिँ नि आफ्नो चाहिँ नि एउटा चाहिँ नि चिन्हल एउटा चाहिँ नि यो चिन्हलको लागि बजार हजार जाँदाखेरि हाम्रो छोरी चाहिँ के अरे मेरो बुहारी हाम्रो कुलमा आइसकेपछि हजार बजार गए पनि हाम्रो है भने चिन्नको लागि ल्याएको हो जहाँ गए पनि म चिन्छु है चिन्छु है यो जहाँ गए पनि म चिन्छु भन्ने अरूले पनि चिनोस् भनेर नि कहाँ आफूले त चिनेकै हुन्छ अरूले पनि ए हरियो पोतेमा लगाएको रहेछ भनेर चिनोस् भनेर पो त गरेको त यो चाहिँ अनि कहाँ के गरेको रहेछ भन्ने चिन्दैन पोते मैले लगाइदिएको पोते जिन्दगी जहाँ गए पनि चिन्छु है चिन्छु है आफू हुन्छ चिन्छु है आएको ढाकी निशा पोते माग्मी लागि आएको चाड गो चाहिँ खै गो चाहिँ त्यो चाडैको अर्थ लाउनु त त्यो चाडै सबै खपत हुँदैन त्यो चाडा सबै तपाईँले बुझाएर हामीलाई यहाँ राख्नु पर्यो पहिलो भन्नु पर्यो के को लागि दोस्रो के को लागि तेस्रो यहाँनिर त्यो बिगा लाएर राखो त चुप लाग्नु चाडा ढक्कीको प्रत्येक किन ल्याउनु भएको चाडा ढक्कीको अर्थ चिनेको जानेको भनेर चाहिँ यो चाहिँ जति आएको चाहिँ होला यो होइन अब यो चाहिँ के हो भने सबै चाहिँ ठुलाबडा चेरोमेरोको चाहिँ लागि चाहिँ हरेक चाहिँ अब हरेक चाहिँ शिर उठाउने होला होइन त नजान्ने मान्छेले के गरा हो तपाईँलाई कि जाने जानेर चाहिँ जान्ने भए चाहिँ फटाफट गरिहाल्थ्यो होइन अर्को चाहिँ यहाँनिर चाहिँ सबै चाहिँ अब देवता कुलबेत्री चाहिँ यहाँ हाङ भन्ने चाहिँ त्यो पनि होला एउटा बेहुली पनि होला अनि यो सबै चाहिँ हामी नै हो चाहिँ यो चाहिँ भइगयो त अब कस्तो कुरो नबुझेको हो भन्नु अन्तिममा सबै हो त सबै भनेर यहाँनिर अन्तिममा राखिसकेपछि अब आमाको दुध कटा लानु खै लिनुभयो अनि ढक्की पुगेकै छ त पुगेन त आमाको एउटा ढक्की चाहिने रहेछ के हो आमाको दुध कटाउनु खै बाउ छुट्टाको आमा छुट्टा लाने हामीले दिनुपर्ने मामाले होला खै आधी आधी छ नि त जाने यो मसिनो भन्दा त जाने यहाँनिर आधी आधी छ नि त यो चाहिँ एक एकवटा सामान यो भएको छ त अनि मान्छे बतेरलाई बोलीको दुःख होला कम्पनी यति नै हो त्यो बिङ्गो लगाउनेमा चाहिँ भन्दैन त त्यो पैसा यसो ठिकै छ अब यो पसिना छुट्दै गरी चाहिँ अब कराउन थाल्यो होइन यो कल्चर होइन सबै अघि नै मैले भने यो यहाँ राख्नु होइन जान्नु हो भनेको यो थुप्रै छ अब हामीले यताबाट भन्न नजानेको होला होइन मामालीहरूलाई ल है भन्ने छ गाडागोडो ल ठिकै छ भन्न त भएन नि त भएको छ र त भएको छ भनेको छ त होइन सिक्नु पर्यो ठिकैको त अब 40 होला 40 त्यो 40 रुपियाँको एक रुपियाँको होइन बाबा एक रुपियाँको सुनिसकेको त अब 18 ताल सुनिन्छ एकताल कोदो चाहिँ जाँदोमा पिरेपछि फेरि चाहिँ त्यो पिठो लाउँदाखेरि चाहिँ फेरि पिनिन्छ कोदो यो चाहिँ 40 भनेको कता हो चाहिँ यो भनेर भन्छ अरे पुरै बुझ्दैन र पो यहाँ अप्ठ्यारो भयो त एक रुपियाँ भन्नु एक रुपियाँको एक रुपियाँ भइसक्यो यो निशा चाहिँ अब चुरा भइगयो यो 40 भइगयो चाहिँ यो सबै भइगयो यो निशा पोते चाहिँ यो भइगयो अब निशा चाहिँ पोतेको चाहिँ यो भइगयो यो चाहिँ निशा पोताङ भइगयो अब के चाहिँ यहाँनिर खुर्पाई चाहिँ ल्याएर चाहिँ के तेर्साउनु पर्ने पर्दैन यति नै हो चाहिँ सबै सकेको छ
पुरा राम्रो छ दाजु हो नि त विधिहरू पुगेछ त के कसो पुगेको छ पुगेको छ यहाँ भनाइ पुगेको छ अनि विधिहरू बाँकी प्रत्येकको छ भने पनि त्यही भएर नपुगेको जान भए राख्नुपर्छ यसको प्रत्येक विधिमा चाहिँ हुन्छ नि होइन कहाँ ख्याल गरेर गर्दा यहाँ पसिना छुटिसक्यो अनि कहाँ गयो नि पुरा कुरा चाहिँ रेला गरिदिनु भएको हुँदैन मन्त्रीले फेरि जेठी सासूको भाग खोइ आउँछ नि त हो नि यहाँ 2 रुपियाँ छैन त्यहीबाट छस्या खानुपर्छ त्यहीबाट छ भयो बाबु अब होइन यो भन्नु मैले सुनाएको मात्रै लिनु खोजेको होइन ठिक छ यो जान्नुपर्छ अब बोलिदिनुहोस् भयो सिक्नुपर्छ यो जान्नुपर्छ एकदम ठिक हो यो सिक्नु पर्यो हो यहाँ त पुगेन सिक्नु पर्यो नजान्नेसँग हुँदै हुँदैन अब यता भन्दैन आप्पाले ल यस्तो यस्तो हो भनेर आप्पाले नै लु त्यही त केही भयो होला आगोमा कति काम गर्नुभयो होला हामीले खाना खायौँ तपाईँहरूले खानाको लागि बनाउनु भएको थियो होला तपाईँहरूलाई पुगेन होला धन्यवाद दिएको भनेर यो 8 आना राखिन्छ है आएको सबै यतापट्टिको कुरा भन्दै हुनुहुन्छ है 8 आना चाहिँ के हो भने फुफुमा नानामा के छ होइन नानाली माओली अर्कै आउँछ फुफुमाहरू हुनुहुन्छ यो 8 आना फुफुमाको लागि नानामा फुफुमा त्यो 2 भाग भयो त्यो एउटा भान्से र उको 3 भाग भयो एउटा त 2 भाग अब यो 1 रुपियाँ चाहिँ अब 10 महिनासम्म कोखमा लिनुभयो होला र पछि 10 ढाका थाङ्ना भोटा लुगा हुनुभयो पालन पोषण गर्नुभयो आज त हामीले लाँदैछौँ भनेर हामीलाई भाडा नलाग्यो मामालीको छ भनेर यो मामाले 8 आना सूचना दिनु भने अब 8 आना छ 8 आना चाहिँ अब जाँदाखेरि दमाई त छैन है मैले पालामा तेल लगाएर जाँदाखेरि हामीलाई त बाटोको छेक छ दमाईले बाटो नछेकोस् भनेर यो 8 आना माइतीपट्टिको दमाईले सेक्थ्यो नि त पहिला त हामीले आँखाले देखेको भनेपछि यो निशा सिंहको अर्थ के हो भने अब हाम्रो छोरी चेली कुनै भागिनासी भए यो यहाँ हुन्छ नि त लाको चिनो यो चिनो पनि हो पक्रिने ठाउँ पनि यो निशा सिंह यो निशा पोते भनेको बजार जाँदा मैले भने नि बाटो भएपछि यो बिबाई हो कि अबिबाई हो भनेर यो पोते लगाएपछि बिबाई रहेछ भनेर यो चिनो अरू केटाहरूले तान्नु पाइएन अब यो भोताङ चाहिँ अब गाउँघरमा जेठाजु हुन्छ होइन यो चाहिँ जेठाजुलाई सम्मान गर्ने यो 44 भनिन्छ यहाँ 40 छ यो चाहिँ पहिला अब 44 मा आउँथेछ 2 तला सुन अहिले अब 44 त होइन 44 पर्दैन अहिले 2 मा आउँछ माया मैले जानेको चाहिँ अहिले मेरो पनि मन शान्ति सकिएको होला अस्ति नै सकिएको होला श्रीमान खसेपछि यो पोते खोलेर श्रीमानको साथी भने लु मैले जानेको चाहिँ यति नै हो केही कुरा छ भने मैले सुनेको चाहिँ अब तपाईँको होइन फुपू त त्यहीँ गयो नि त भनेको चाहिँ यो आठानामा जान्छ बुहानीबारी 4 जनालाई पुग्छ यो 8 आना अनि यसको चाहिँ निशा सिंह
अर्थ भनिहाल्नु भयो बजार हजार गएपछि मेरो है यो विवाहित र छ भन्ने चिना मेरो भन्दा पनि किनकि यो विवाहित महिला र छ भन्ने चिना त्यसो होला नि हाम्रो घरको हो भने चिन्नको लागि यो चुरा बानेको अर्कडाले छुनु भएन भाइ नासेर यो कुराहरु चाहिँ अब हातकडी हो यो अब यसो अब वचन साँची राखी 5 5 10 भलात्मीलाई आजदेखि एक दिन 2 दिन पाले पुर्ने मारे हत्ते भन्छ तर ज्यान लाग्छ है मार्यो भने हत्ते भन्नु ज्यान लाग्छ हैन त्यो भन्नुहुन्छ नि त्यो पाले पुर्ने मारे पाप भन्छ नि त्यो भन्नु भएको हो क्या के पनि के भन्दै यो भन्दै यसो गरेर गोजीमा एकछिन गोजीमा राख्नु न यो त उहाँहरुको फेरि फिर्ता दिनुपर्छ हाम्रो चाहिन्थ्यो गोजीमा राख्नु आफ्नो चाहिन्थ्यो एकछिन राख्नु न यो हाम्रो नेपाली ठेट भाषामा क्रिया सारेको भने कपाल कान छोप्यो के कान छोप्नु हुँदैन भरे फेरि बोलाकै छु दुईटा बोटुको चाहिन्छ तीनटा 13 वटा जोडी भयो भन्ने छ त होइन के हो त जोडी नै हुन्छ त्यो यो बेहुला बेहुलीको हो त्यो जोडी थियो मान्दैन जुवा लगन हो भनेर भन्दा जुवा उठ्ने त्यसले लगन हो लगन हो अहिले चाहिँ जुत्ता लगाएको मैना लु छोड दे त तिम्रो हो त्यो भएर यता अरू आउने हैन उदा उदा आमा हो लु हाम्रो सम्झले अहिले चाहिँ रक्सी राखेर सम्झीहरूको अहिले चाहिँ टिको लाउनु छ सम्झीले पैसा भेट्नु छ के छ फेटाको पैसा देप्पा तिमी यताबाट नआउने 3 दिन बस्ने देप्पा कता अर्को जेठा आइसक्यो पालो आउँदैन तिमी जेठा पनि आइज मै हो लु मलाई नमस्ते देप्पा जति आयो न देप्पा जति भाइ ठिक पऱ्यो अब ल आइज साइनोले लाटा भन्दैन गरिब भन्दैन जेठी सासू सम्झीहरू चाहिँ नि अहिले रक्सी राखेर अहिले नै भाग्नु ठिक छ उसो रक्सी मम्मी त्यो प्रतिमाको बहिनी माग्नु त त्यहाँ रक्सी राख्दै थियो अघि रेडी गरेको भित्र कान्छी ल्याउ न देप्पा अलर गर्ने हो त्यसै भयो ओइ सीमाहरु छोरीले अलि राख्ने भुइँमा राख्न यो पनि बडी गोडाइदे अब अर्को लाइनतिर गयो अब सम्झि भन्छ चाहिँ बाटो होइन पर्दैन हातले उचाल्दैन खुट्टाले लि नमस्ते अलगको नमस्ते लगन त चप्पल नि गर्दा के हुन्छ उता गर्नु पर्दैन 3 फोटो 1 2 3 सम्झे अब सानो फेर्नेको सम्झिने अब हाम्रो त 3 खेप
हेला गर्ने कुरै होइन नि त यो कार्यमा हेला गरेपछि हुँदैन त 3 खेप भयो तिमी हाम्रो कान्छी पनि ऊ त सम्झिनेहरू परेन एउटै घरको पर्दैन 3 खेप 1 2 3 सम्झे कहाँ छैन बोली गर्दैन झन्सारो चाहिँ आफ्नो चाहिँ हुन्छ 1 2 3 अब सम्झि भयो डाँडा मन पनि भन्नु भएन सेङमा सम्झिने 1 2 3 लो नमस्कार ल अप्पा अब हाम्रो अब उता टीका लाउने तपाईँको कति टाढो छ यस्तो क्यानको हुनुपर्छ बन्द गरेर नजाऊ अहिले मम्मी आउनुहुन्छ बिहान पनि 1 गिलास खाएको होइन त खाएको छैन यो बिचरा मैले प्रेमीलाई चाहिँ यस्तो गरेर चाहिँ गरिराखेको छु आके भएर जाने ल थ्याङ्क यू अरे बनाउने मान्छेहरू चाहिँ उस्तो त हुनुहुन्छ नि त मम्मी बेल्जियममा आउँदाखेरि पठाउनु न गजन बाबुलाई के खानु पाएको छैन अघि चिया मात्रै खायो आगो फुक्दै गर्नुपर्ने थियो है यहाँ गाह्रो छ के खानु फेरि हेड सरले चाहिँ त्यहाँ डटपेट उल्टो समात्ने होइन नि डाकुटीबाट चुक्नी मनै दिइराख्नु भएको मनमनै छ अलिक चामल हाल्नुपर्छ ल निमुदेमा सिया छ यहाँ छ को ढिलो ल्याए दाङमाले छिटोरै ल्याङमाले त मामा भन्नुभयो अरे मेरो चाहिँ अब साला भनेपछि मामा सम्झी परेन त मावाली सम्झी अब अहिले ढिलो हुन्छ कान्छीले मलाई चाहिँ जमरे को जाने जानु है ल सबै जाऊ जानुपर्छ नि जानु पर्दैन त म त नजाने बाबा आमाले लगाइदिनु त मम्मी ओ रुँदैनस् माइली जाने बेला रुँदैनस् होइन रुँदैन नि त अब त पठाएको हो नि यसलाई सिक्किमै पठाउँ भने चाहिँ रुन्थ्यो होला है थुम्का त रुँदैन भोलि आइहाल्छ नि भोलि आएर हुँदैन त दुरान पो भोलि नै आउने उनीहरूको खुसीले आउँछ त्यही त होइन कि 2 दिन पछि भने चाहिँ हाम्रो किबुलाई थाहा रहेन रहेछ कि अनि त्यही भएर होइन आफ्नो खुसीले आउँछ नि ल बाटो लागौँ बाटो लाग्नु को बाटो अगाडि लाग्ने हिँड्दै गर आउन हिँड्दै गर्दा भइ त हिँड्दै गर्नु अगाडि बोक्नु पर्ने हो बेहुला हो एकछिन बोक्नु पर्छ नि अघि जानु बोकेको भयो अब होइन उ त यहाँ परेसम्म त पुऱ्याउनु पर्छ नि त मामाले बिस्तार है
यता 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 मामा मामा यता 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 यताको बाटो यताको बाटो हिँड्नु उ लग त बुहारी त ल किपु कता ल मेरो किपु बोके बोक्ने आइया लगिदिनु होला यतै सम्हाल हुन्छ एकछिन अगाडिबाट खिचिदिनु पर्यो अहिले सो म त सक्छु आउन 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 त्यो धेरै टाढो लानु पर्दैन घरै पुऱ्याउने हो के हो मजा मानिरहेछ बेहुली फेरि अनि हिँड्नु मन लागेको अलिअलि त रुँदै रहेछ माइली लु भयो भयो लु जन्ती पार्टीहरू लु 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 छिटो गएर आउनु आफ्नो आफ्नो फोन बोक्यो लु ल बुबुहरू म चाहिँ गएन ल थ्याङ्क यू बुबुहरू